ओम नमः शिवाय। ओम श्री स्वस्थानी देव्यै नमः। नमस्ते देवी स्वस्थानी, नमः पार्वती शंकरी, सर्वकामप्रदे देवी, सर्वदुःख विनाशिनी। श्री स्वस्थानी व्रतकथा नेपाली समाजमा केवल एक धार्मिक ग्रन्थ होइन, यो हजारौं वर्षदेखि मानव जीवनका पीडा, धैर्य, आशा, परीक्षा र अन्ततः सत्यको विजयलाई बोकेको जीवित इतिहास हो। यो कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्रद्धापूर्वक वाचन गरिन्छ। विशेष गरी महिलाहरूले पति, सन्तान, परिवारको कल्याण र मनोकामना पूरा होस् भन्ने कामनासहित यो व्रत गर्ने परम्परा छ। तर यसको सन्देश केवल स्त्रीका लागि होइन, यो सम्पूर्ण मानव समाजका लागि हो, जहाँ दुःख अपरिहार्य छ तर धर्म र धैर्यको मार्ग कहिल्यै व्यर्थ हुँदैन। यस पवित्र कथाको आरम्भ कैलाश पर्वतमा हुन्छ। हिमालको शिखरमा ध्यानमा लीन भगवान शिव सम्पूर्ण सृष्टिका साक्षी बनेर विराजमान हुनुहुन्छ। माता पार्वती अत्यन्त जिज्ञासु र करुणाले भरिएको हृदय लिएर शिवसँग प्रश्न गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, हे नाथ, यो संसार दुःखले भरिएको छ। कसैले सन्तान नपाएर रुन्छ, कसैले वैवाहिक पीडामा जलेको छ, कसैलाई समाजले अन्याय गर्छ, कसैलाई आफ्नै कर्मले डुबाउँछ। यस्तो अवस्थामा मानवले कुन व्रत, कुन साधनाले साँचो शान्ति र मुक्ति पाउँछ? माता पार्वतीको प्रश्न केवल जिज्ञासा थिएन, त्यो सम्पूर्ण मानव जातिको पीडाको प्रतिनिधित्व थियो। भगवान शिव गहिरो मुस्कानका साथ उत्तर दिनुहुन्छ, हे पार्वती, संसारमा अनेक व्रत छन्, तर श्रद्धा, संयम र नियमपूर्वक गरिने श्री स्वस्थानी व्रत सबैभन्दा प्रभावशाली छ। यो व्रत केवल देवीलाई प्रसन्न पार्ने साधन होइन, यो मानवात्माको परीक्षा हो। जो यस व्रतमा अडिग रहन्छ, उसले असम्भवलाई पनि सम्भव बनाउँछ। त्यसपछि भगवान शिवले स्वस्थानी व्रत कथाका प्रसङ्गहरू क्रमशः सुनाउन थाल्नुहुन्छ, जसमा मानव जीवनका सबै रङ्ग, दुःख, आँसु, अन्याय, आशा र कृपा समेटिएका छन्। सबैभन्दा पहिला शिवले सुनाउनुहुन्छ श्वेतकाय ब्राह्मणको कथा। श्वेतकाय अत्यन्त धर्मपरायण, सत्यवादी र ईश्वरप्रति पूर्ण आस्था राख्ने व्यक्ति थिए, तर उनी अत्यन्त गरिब थिए। उनको घरमा धन थिएन, अन्न थिएन, तर पूजा, जप र धर्मकर्म कहिल्यै छुट्दैनथ्यो। उनकी पत्नी पनि उस्तै धर्मनिष्ठ थिइन्। वर्षौं बित्दासँगै उनीहरू बाँझो नै रहे। समाजले उनीहरूलाई हेप्थ्यो, तिरस्कार गर्थ्यो, बाँझो भनेर लान्छना लगाउँथ्यो। प्रत्येक शुभ अवसरमा उनीहरूको मन भित्रभित्रै चिरिन्थ्यो। रातको शान्तिमा उनकी पत्नी आँसु झार्दै ईश्वरलाई सोध्थिन्, हामीले कुन पाप गर्यौं? एक दिन कसैले श्वेतकायलाई श्री स्वस्थानी व्रतको महिमा सुनायो। उनले गहिरो सोच गरे र पत्नीलाई भने, हामीसँग धन छैन, तर यदि श्रद्धा नै पर्याप्त हो भने हामी यो व्रत अवश्य गर्नेछौँ। पौष शुक्ल पूर्णिमाको दिनदेखि उनीहरूले कठोर नियमसहित व्रत सुरु गरे। एक छाक सात्विक भोजन, सत्य वचन, संयमित जीवन। कहिले भोक लाग्यो, कहिले शरीर कमजोर भयो, कहिले समाजले हाँस्यो, तर उनीहरू डगमगाएनन्। दिनहरू बित्दै गए। प्रत्येक दिन व्रत कथा सुन्दा उनीहरूको मन बलियो बन्दै गइरहेको थियो। माघ शुक्ल पूर्णिमाको पवित्र दिन देवी स्वस्थानी स्वयं प्रकट भइन्। देवीको करुणामयी दृष्टिले श्वेतकाय दाम्पत्यको जीवन उजालियो। देवीले वरदान दिनुभयो, तिम्रो धैर्य र श्रद्धाले मलाई प्रसन्न बनाएको छ। त्यसपछि उनीहरूले सन्तान प्राप्त गरे। यो कथा केवल सन्तान प्राप्तिको कथा होइन, यो विश्वास दिलाउँछ साँचो श्रद्धा कहिल्यै खाली फर्कदैन। यसपछि भगवान शिवले अर्को अत्यन्त मार्मिक कथा सुनाउनुहुन्छ, गोमा ब्राह्मणीको। गोमा अत्यन्त सुशील, पतिव्रता र धर्ममा अडिग स्त्री थिइन्, तर दुर्भाग्यवश उनको वैवाहिक जीवन दुःखले भरिएको थियो। उनका पति अत्यन्त क्रोधी, निर्दयी र अन्यायी थिए। सानो कुरामा पनि गोमामाथि अत्याचार हुन्थ्यो। समाजले पनि गोमालाई नै दोष दिन्थ्यो। पति रिसाउँछ भने तिम्रै कमी होला भन्ने शब्दले उनको हृदय दिनदिनै चिरिन्थ्यो। गोमाले सबै सहिन्, न श्राप दिइन्, न गुनासो गरिन्। उनले मौन रूपमा श्री स्वस्थानी व्रत सुरु गरिन्। उपवास गर्दा शरीर कमजोर हुन्थ्यो, तर उनको आत्मा अझ दृढ बन्दै गइरहेको थियो। एक दिन उनका पतिले क्रोधमा आएर उनलाई घरबाट निकालिदिए।
गोमा भोकै अपमानित अवस्थामा वनतिर लागिन्। आँखा आँसुले भरिएका थिए, तर ओठमा देवीको नाम थियो। यही बिन्दुमा यो कथा अत्यन्त भावनात्मक बन्छ। गोमाको पीडा देखेर स्वयं देवी स्वस्थानी करुणाले द्रवित हुनुहुन्छ। यही कथाले देखाउँछ ईश्वर आँसु देख्छ, भोक देख्छ, मौन सहनशीलता देख्छ। यहीबाट स्वस्थानी व्रतकथाले मानव जीवनको सबैभन्दा ठूलो सत्य देखाउन थाल्छ। दुःख धर्मको अन्त्य होइन, दुःख नै धर्मको परीक्षा हो। गोमा ब्राह्मणी वनतिर लागेपछि उनको जीवन अझै कठोर परीक्षामा प्रवेश गर्छ। घर, परिवार, सम्मान सबै गुमाएर उनी एक्लै थिइन्। वनको चिसो हावा, भोकको पीडा, रातको डर यी सबै उनका दैनिक साथी बने। तर यति ठूलो दुःखमा पनि गोमाको मुखबाट एक शब्द पनि गुनासो ननिस्कियो। उनले पतिलाई श्राप दिइनन्, न समाजलाई दोष दिइन्। उनी केवल मनमनै श्री स्वस्थानी देवीलाई सम्झिरहिन्। प्रत्येक दिन नदी किनारमा बसेर स्नान गर्थिन्, पत्थरको आसनमा बसेर व्रतकथा सम्झन्थिन् र आँसुसँगै प्रार्थना गर्थिन्, हे देवी, यदि मैले कुनै जन्ममा पाप गरेकी छु भने यो दुःख त्यसैको फल होस्, तर मेरो धैर्य नछुटोस्। देवी स्वस्थानी यस्तो मौन प्रार्थनाबाट अत्यन्त प्रसन्न हुनुहुन्छ। एक रात गोमा गहिरो निन्द्रामा थिइन्। सपनामा देवी स्वस्थानी प्रकट भइन्। देवीको स्वर शान्त तर गम्भीर थियो। उनले भन्नुभयो, हे गोमा, तिम्रो सहनशीलता नै तिम्रो सबैभन्दा ठूलो तपस्या हो। अब तिम्रो दुःखको अन्त्य नजिक छ। भोलिपल्ट गोमाको जीवनमा चमत्कारिक परिवर्तन सुरु भयो। उनका पतिले आफ्नो व्यवहार सम्झिए, हृदयमा पश्चात्ताप जाग्यो। उनी स्वयं गोमालाई खोज्दै वनमा आए, आफ्नो गल्ती स्वीकार गरे, क्षमा मागे र उनलाई सम्मानका साथ घर फर्काए। गोमाको जीवन पुनः उजालियो। यस कथाले स्पष्ट सन्देश दिन्छ, धर्ममा अडेक रहनेको जीवन कहिल्यै अन्ध्यारो रहँदैन। गोमाको कथा सकिएपछि भगवान शिव अर्को अत्यन्त पीडादायी तर प्रेरणादायी कथा सुनाउन थाल्नुहुन्छ, चन्द्रावतीको कथा। चन्द्रावती एक राजकन्या थिइन्। उनी रूपले मात्र होइन, स्वभावले पनि अत्यन्त शुद्ध थिइन्। सत्य बोल्ने, धर्म मान्ने र सबैप्रति करुणा राख्ने उनको बानी थियो। तर उनको जीवनको सबैभन्दा ठूलो दुर्भाग्य उनकी सौतेनी आमा थिइन्। सौतेनी आमालाई चन्द्रावतीको गुण र लोकप्रियता सहन सकेन। ईर्ष्याले उनको मन अन्धो बनाएको थियो। सौतेनी आमाले चन्द्रावतीमाथि चरित्रहीनताको झुटो आरोप लगाइन्। दरबारमा झुटलाई सत्य बनाइयो। राजाले आफ्नै छोरीको कुरा सुन्न सकेनन्। समाजले पनि बिना प्रमाण आरोपलाई सत्य मानेर चन्द्रावतीलाई दोषी ठहरायो। उनलाई दरबारबाट निकालियो, सम्मान खोसियो, जीवनबाटै बहिष्कार गरियो। त्यो क्षण चन्द्रावतीको हृदय हजार टुक्रामा चिरिएको थियो, तर उनले रोएर विद्रोह गरिनन्। उनले केवल आकाशतर्फ हेरेर भनिन्, हे देवी स्वस्थानी, यदि सत्यको मूल्य यही हो भने म यो पीडा सहन तयार छु। घरबाट निकालिएपछि चन्द्रावती वनतिर लागिन्। उनीसँग न भोजन थियो न सहारा। कहिले रुखको पात खाएर बाँचिन्, कहिले नदीको पानी पिएर। राति जङ्गली जनावरको डर, दिनमा भोकको पीडा, तर उनको मुखमा सधैँ देवीको नाम रहन्थ्यो। उनले कठोर नियमसहित श्री स्वस्थानी व्रत सुरु गरिन्। उनको शरीर कमजोर बन्दै गयो, तर आत्मा अदम्य बन्यो। यही कथाले स्वस्थानी व्रत कथालाई अत्यन्त गहिरो बनाउँछ। चन्द्रावती निर्दोष थिइन्, तर सजाय भोगिरहेकी थिइन्। यो संसारको कठोर सत्य हो, सधैँ दोषीले मात्र दुःख पाउँदैन। तर यही अन्यायको बीचमा पनि धर्म नछोड्नु नै चन्द्रावतीको महानता थियो। एक दिन देवी स्वस्थानी स्वयं प्रकट भइन्। वन उज्यालोले भरियो। देवीले चन्द्रावतीलाई वरदान दिनुभयो, तल्ले सत्य छाडिनस्, त्यसैले अब सत्य नै तिम्रो रक्षा गर्नेछ। केही समयपछि सौतेनी आमाको षड्यन्त्र खुल्यो। दरबारमा सत्य प्रकट भयो। दोषी दण्डित भए। चन्द्रावती पुनः सम्मानका साथ दरबार फर्किन्। उनका आँखा आँसुले भरिएका थिए, तर त्यो पीडाको आँसु होइन, सत्यको विजयको आँसु थियो। यस कथाले समाजलाई गहिरो सन्देश दिन्छ, सत्य कहिल्यै स्थायी रूपमा दबिँदैन। चन्द्रावतीको कथापछि भगवान शिव पार्वतीलाई भन्नुहुन्छ, हे देवी, यी कथाहरू केवल स्त्रीका पीडाका कथाहरू होइनन्, यी सम्पूर्ण मानव जातिका परीक्षा हुन्। जो दुःखमा पनि धर्म छोड्दैन, उही नै साँचो विजेता हो। पार्वतीको आँखाबाट आँसु बग्छ। उनी भन्छिन्, नाथ, यी कथाहरू सुन्दा मेरो हृदय भारी भएको छ, तर आशाले पनि भरिएको छ। यसै बीच शिवले अझ एक महत्त्वपूर्ण पक्ष खोल्नुहुन्छ।
ईश्वर सधैँ सिधै प्रकट हुँदैनन्। कहिले उनी परीक्षा लिन्छन्, कहिले मौन रहन्छन्, तर त्यो मौनता उपेक्षा होइन, त्यो भक्तको धैर्य नाप्ने समय हो। चन्द्रावतीको जीवनमा सत्यको विजय भएपछि माता पार्वतीको मनमा अझ गहिरो प्रश्न जन्मिन्छ। उनी भगवान शिवतर्फ फर्केर भन्छिन्, हे नाथ, यी सबै कथामा एउटै सूत्र देखिन्छ, परीक्षा। किन ईश्वरले भक्तलाई यति धेरै परीक्षा लिनुहुन्छ? शिव शान्त स्वरमा उत्तर दिनुहुन्छ, हे पार्वती, बिना परीक्षा श्रद्धाको मूल्य हुँदैन। सुनौलो फलामको आगोमा जाँच हुन्छ र साँचो भक्त दुःखको आगोमा। त्यसपछि भगवान शिव आफूले नै मानवको परीक्षा लिएको एक गम्भीर प्रसङ्ग सुनाउनुहुन्छ। एक समय पृथ्वीमा एक अत्यन्त धनी र शक्तिशाली व्यक्ति थिए। धन, वैभव र मानिसहरूको घेराले उनलाई अन्धो बनाएको थियो। उनले आफूलाई ईश्वरभन्दा कम ठान्दैनथे। गरिब, साधु र दुखीहरूलाई देखेर उनी उपहास गर्थे। तब भगवान शिवले साधुको रूप लिएर उनको द्वारमा भिक्षा माग्नुभयो। धनी व्यक्तिले घृणासाथ साधुलाई धपायो। त्यही क्षण शिवले आफ्नो वास्तविक रूप प्रकट गरी भन्नुभयो, अहङ्कारले तेरो दृष्टि अन्धो बनाएको छ। त्यसपछि उक्त व्यक्तिको जीवनमा विनाश सुरु भयो। धन नष्ट भयो, परिवार टुक्रियो, शरीर रोगले ग्रस्त भयो। जब सबै समाप्त भयो तब उसले सम्झियो, मैले सबै पाएँ तर नम्रता पाएनछु। अन्ततः उसले श्री स्वस्थानी व्रत सुरु गर्यो। पहिलो पटक उसले मौन भएर आँसु झार्यो। व्रतको अन्त्यतिर उसका आँसु पश्चातापका थिए। त्यही क्षण शिव प्रकट भई भन्नुभयो, अब त योग्य भयो। यो कथा स्पष्ट चेतावनी हो। अहङ्कार भक्तिको सबैभन्दा ठूलो शत्रु हो। यसपछि शिवले पार्वतीलाई श्री स्वस्थानी व्रतका नियमहरू विस्तारमा बताउनुहुन्छ। यो व्रत केवल भोजन त्याग होइन, झुट नबोल्नु, निन्दा नगर्नु, परधन र परस्त्रीप्रति लोभ नगर्नु, क्रोध नियन्त्रण गर्नु, यी नै व्रतका साँचो नियम हुन्। शिव भन्छन्, जो पेट भोकै राखेर मनलाई हिंसाले भरिन्छ उसको व्रत व्यर्थ हुन्छ। यस कथामा एक यस्तो भक्तको प्रसङ्ग आउँछ जसले नियम बाहिर व्रत गर्न खोज्छ। ऊ दिनभर व्रत गर्छ तर राति अरूको बदनाम गर्छ। देवी स्वस्थानी उसको घर नजिक आइपुगेर पनि कृपा गर्नुहुन्न। यसबाट शिक्षा मिल्छ, व्रत बाहिरी होइन, भित्री शुद्धता हो। यसैबीच कथा फेरि कैलाश फर्किन्छ। पार्वती देवी स्वयं श्री स्वस्थानी व्रत गर्न चाहन्छन्। शिव भन्छन्, हे देवी, तिमी शक्ति स्वरूप हौ, तर व्रतले तिमीलाई पनि धैर्य र करुणाको गहिरो अर्थ सम्झाउनेछ। पार्वतीले व्रत सुरु गर्नुहुन्छ। उनी स्वयंले पनि भोक, मौन र संयमको अनुभव गर्नुहुन्छ। यसले देखाउँछ धर्मको मार्गमा सबै समान छन्, देवी पनि मानव पनि। श्री स्वस्थानी व्रत कथामा एक अत्यन्त महत्त्वपूर्ण सन्देश बारम्बार दोहोरिन्छ। ईश्वर सधैँ प्रत्यक्ष रूपमा देखा पर्दैनन्। कहिले उनी घटनाको रूप लिन्छन्, कहिले पीडाको, तर प्रत्येक पीडामा एक शिक्षा लुकेको हुन्छ। शिव पार्वतीलाई भन्नुहुन्छ, हे देवी, यो कथा सुन्ने र सुनाउने दुवैको परीक्षा हो। जसले श्रद्धा साथ अरूलाई सुनाउँछ उसले पनि पुण्य प्राप्त गर्छ। यही कारण नेपाली समाजमा सामूहिक रूपमा स्वस्थानी व्रत कथा वाचन गरिन्छ। आमा, छोरी, बुहारी, छिमेकी सबै एउटै ठाउँमा बसेर कथा सुन्छन्। त्यो केवल धार्मिक कर्मकाण्ड होइन, त्यो सामूहिक धैर्यको अभ्यास हो। व्रतको अन्त्यतिर भक्तहरूको मन परिवर्तन भइसकेको हुन्छ। कतिपयको मनोकामना पूरा हुन्छ, कतिपयको हुँदैन, तर सबैको मन हलुका हुन्छ। यही नै स्वस्थागी व्रतको साँचो फल हो, आत्मिक शान्ति। भगवान शिवले स्वस्थानी व्रतकथाको अन्तिम प्रसङ्ग सुनाउँदै गर्दा कैलाश पर्वतमा गहिरो शान्ति फैलिएको थियो। माता पार्वती ध्यानपूर्वक सुन्दै हुनुहुन्थ्यो। उनका आँखामा करुणा, मनमा गम्भीरता र हृदयमा मानव पीडाप्रतिको गहिरो सहानुभूति थियो। शिवले भन्नुभयो, हे पार्वती, यी सबै कथाहरूको अन्तिम अर्थ एउटै छ। मानव जीवन दुःखबाट भाग्ने होइन, दुःखभित्रै धर्म खोज्ने यात्रा हो। श्री स्वस्थानी व्रतकथाको अन्तिम भागमा भगवान शिव मानव समाजलाई प्रत्यक्ष सन्देश दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, जो मानिस श्रद्धापूर्वक यो कथा पढ्छ, सुन्छ वा अरूलाई सुनाउँछ, उसले केवल व्यक्तिगत पुण्य मात्र होइन, आफ्नो सोच र व्यवहार परिवर्तन गर्ने शक्ति प्राप्त गर्छ।
स्वस्थानी देवी बाहिरको संसार परिवर्तन गर्नुभन्दा पहिले भक्तको भित्री संसार परिवर्तन गर्नुहुन्छ। यही कारण धेरै मानिसको मनोकामना पूरा नभए पनि उनीहरू निराश हुँदैनन्, किनकि उनीहरूले आत्मिक बल प्राप्त गरिसकेका हुन्छन्। यस कथामा स्पष्ट रूपमा भनिएको छ, श्री स्वस्थानी व्रत केवल स्त्रीका लागि होइन, पुरुष, वृद्ध, युवा सबैका लागि समान रूपमा उपयोगी छ। जसले यो व्रत गर्छ उसले धैर्य सिक्छ, जसले कथा सुन्छ उसले सहनशीलता सिक्छ, जसले कथा सुनाउँछ उसले करुणा सिक्छ। यही 3 गुण, धैर्य, सहनशीलता र करुणा, मानव जीवनका सबैभन्दा ठूला गहना हुन्। शिव पार्वतीलाई सम्झाउनुहुन्छ, हे देवी, धेरै मानिस व्रत गर्छन् तर परिणाम तुरुन्त खोज्छन्। जब परिणाम ढिलो हुन्छ उनीहरू निराश हुन्छन्। तर धर्मको मार्ग बजारको व्यापार होइन, यहाँ समय ईश्वरले तय गर्नुहुन्छ। यस कथाले मानिसलाई धैर्य सिकाउँछ। आज नभए भोलि, भोलि नभए कुनै दिन सत्य र धर्मले अवश्य फल दिन्छ। माघ शुक्ल पूर्णिमाको दिन व्रत समाप्त गर्दा भक्तहरूले देवी स्वस्थानी, भगवान शिव र सम्पूर्ण देवताप्रति कृतज्ञता व्यक्त गर्छन्। त्यस दिन गरिने पूजा, दान र प्रार्थनाले केवल बाहिरी विधि पूरा गर्दैन, त्यो भित्री अहंकार त्याग्ने संकल्प हो। कतिपय भक्तको जीवनमा प्रत्यक्ष परिवर्तन देखिन्छ, कतिपयको परिवर्तन भित्रै हुन्छ, तर दुवै परिवर्तन समान रूपमा पवित्र हुन्छन्। श्री स्वस्थानी व्रत कथाको अन्तिम शिक्षा अत्यन्त गहिरो छ। यो कथा भन्छ, यदि तिमी निर्दोष भएर पनि दुःख पाइरहेका छौ भने तिमी अभागी होइनौ, तिमी परीक्षामा छौ। यदि तिमी धैर्यमा अडिग रह्यौ भने त्यो दुःख नै तिम्रो शक्तिमा रूपान्तरण हुनेछ। गोमा, चन्द्रावती, श्वेतकाय यी सबै पात्रहरू कथा होइनन्, यी हामी नै हौं। हाम्रो जीवनका विभिन्न रूप हुन्। भगवान शिव अन्त्यमा पार्वतीलाई भन्नुहुन्छ, हे देवी, यो कथा कहिल्यै पुरानो हुँदैन, किनकि मानव पीडा कहिल्यै समाप्त हुँदैन। जबसम्म संसारमा आँसु छन् तबसम्म स्वस्थानीको कथा आवश्यक रहनेछ। पार्वती मौन हुन्छन्, उनका आँखाबाट आँसु बग्छ, दुःखका होइनन्, करुणाका आँसु। यसरी श्री स्वस्थानी व्रतकथा समाप्त हुन्छ। कुनै चमत्कारको प्रदर्शनमा होइन, कुनै चकाचौधमा होइन, तर मौन परिवर्तनमा। यो कथा मानवलाई भगवान बनाउने कथा होइन, मानवलाई साँचो मानव बनाउने कथा हो।